दर्शकबिन तपाईहरु देख्दै हुनुहुन्छ अहिले असौजको महिनामा हिउँ परेर सेताम्मै भएको देख्न सक्नुहुन्छ। सेताम्मै हिउँ परेको कारण अत्याधिक चिसो बढ्न गई मानिसको जनजीवनमा अत्याधिक प्रभाव परेको छ, जसका कारण रुगाखोकी, मौसमी भाइरल रुगाखोकी, ज्वरोका बिमारीहरू बढिरहेको छन्। यो अवस्थामा तपाईले सकभर तातो पानी पिउने गर्नुहोस्, तातो कपडा लगाउनुहोस्, चिसोमा बढी हिँड्न काम नगर्नुहोस्, आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुहोस्। तपाईले देख्नु भएको हिमाल रुकुमको सिस्ने हिमाल हो। यो अहिले सिस्ने हिमालमा अत्याधिक हिउँ परेको अवस्था छ।